मानिसहरू भन्छन् व्हिलचेयरमा जीवन रोकिन्छ, तर आज म देखाउँदैछु व्हिलचेयरमा पनि पहाड चढ्न सकिन्छ। र केवल म होइन, अझ मसँग छन् मेरो साथीहरू पनि। साथीहरू, अहिले चाहिँ हाम्रो आज आइतबारको सेसनमा अनि उकालोमा कसरी व्हिलचेयर गुडाउने, ओह्रालोमा कसरी गुडाउने भन्ने कुराको ट्रायल गर्नको लागि चाहिँ मैले यहाँ माथि लिएर आएको। र यहाँ चाहिँ जाँदै हुनुहुन्छ होइन साथीहरू चाहिँ बिस्तारै बिस्तारै। र अहिले यहाँ चाहिँ केलन राई होइन, उहाँ चाहिँ धेरै समयसम्म घरभित्रै बसेको, बाहिर भनेको ननिस्किएको होइन डरले। आज चाहिँ उहाँलाई केही साथीहरूले सपोर्ट गरेर यहाँ चाहिँ एकदम उकालो बाटो नै अलिअलि आफैले गरेर आउँदै हुनुहुन्छ। उहाँको चाहिँ अहिले चाहिँ हात गल्यो हो दाइ, हात गलिरहेछ, कस्तो फिल भइरहेछ? जतिसुकै गाह्रो भयो भने उहाँलाई रमाइलो भइरहेको फिल भइरहेछ होइन। यहाँ चाहिँ देख्न सक्नुहुनेछ भाइ बहिनीहरू चाहिँ कता हिँडेको होला भनेर छक्क परेर हेरिरहनु भएको छ हाम्रो भाउजू भान्जी पनि। यतै हेर्नु त साथीहरू, यहाँ चाहिँ अपाङ्गता भएको भाइ बहिनीहरू पनि कहाँ जान्ला होला भनेर उहाँहरू चाहिँ छक्क परेर हेरिरहनु भएको छ। उनी चाहिँ समस्या खातुन हुन् र उनी चाहिँ 17-18 वर्षसम्म चाहिँ घरमै बसेको, बाहिर ननिस्किएको, व्हिलचेयर पनि चलाउनै नआउने। र अहिले चाहिँ यस्तो गाह्रो होइन उकालो बाटोमा पनि उहाँले आफैले व्हिलचेयर चलाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ गाइजहरू होइन। ल ल हेर्नु त, वाउ वाउ बहिनी, सक्यो उकालो। ल ठेलाउँ हामीलाई होइन। बहिनी चाहिँ टक्क लाएर हेर्नु त, अहिले चाहिँ बहिनीले आफैले ल अगाडि टाउको अगाडि गर्नुपर्छ, ल समस्या टाउको अगाडि गर्नुपर्छ। अब चाहिँ तिमीलाई अलिकति सपोर्ट चाहिन्छ ल। 17 वर्षसम्म व्हिलचेयर चलाउँदै नचलाएको बहिनीले पनि यसरी चलाउनलाई चाहिँ सिक। बहिनी तिमी खुसी छौ नि? तिमीले कति वर्ष नचला गरेको व्हिलचेयर? 17 वर्ष घरसम्म है। अहिले यस्तो बाटो पनि तिमीले चलाएर आयो है, खुसी लाग्यो ल खुसी लागिरहेछ नि। वाउ, उकालो छ मेरो साथीहरू चाहिँ। अनि यो उकालोमा चाहिँ कसरी चढाउने भन्ने कुरा चाहिँ म सिकाउन गइरहेको छु। नमस्कार, म रामबहादुर तामाङ। आज म मेरो साथीहरूलाई लिएर उकालो बाटो जङ्गल हुँदै पिकनिक स्पोट कमल पार्कसम्म यात्रा गर्दैछु। तर यो यात्रा सजिलो छैन। व्हिलचेयर धकेल्दै उकालो चढ्दै र पसिना थकान पनि त्यत्तिकै छ। यो बाटो हेर्दा गाह्रो लाग्छ, तर व्हिलचेयरमा हरेक इन्च जित्नु जस्तै हो। कहिले हात दुख्छ, कहिले सास रोकिन्छ। तर आज म मात्र होइन, साथीहरूलाई पनि सिकाउनु छ हार नमानेको जीवन। हाम्रो उकालोमा कसरी चलाउने र ओह्रालोमा कसरी झराउने भन्ने चाहिँ व्हिलचेयर ट्रायल गरेको हामीले चाहिँ। यहाँ चाहिँ सबैजनालाई एकदम रमाइलो भइरहेछ। ल ल हाम्रो दिपकजीलाई कस्तो लागिरहेछ भाइ? हो ल। अब हामी यहाँ कुराहरू सुन्नु त, हामी जसरी माथि कोही पनि केही पनि नभएर आयौँ होइन, तल पनि त्यस्तै गरी बिस्तारै जानुपर्छ। म अगाडि हिँड्छु, तपाईँहरू पछाडि हिँड्नु होला है त। जङ्गलको बाटो अझै गाह्रो छ, तर यहाँ हामीले एउटा कुरा सिक्यौँ, जीवन पनि यस्तै हो। कहिले उकालो, कहिले अप्ठ्यारो, तर साथ र हिक्मत भए बाटो आफै खुल्छ। जब उनीहरूले भने छड्के जानुपर्छ, टाउका अलिकति माथि गर्नु, नडराउनु, छड्के जानु हो, छड्के जानु, बिस्तारै पक्नु। अब रोक्नु। सर, म सकेँ। त्यो शब्दले मेरो सबै थकान हरायो। अनि उकालोमा एकदम पावर लगाएर मैले पनि व्हिलचेयर चलाएँ। आज उनीहरूले केवल बाटो होइन, आफ्नो डरलाई जिते। हामी अन्ततः यहाँ पुग्यौँ, पिकनिक स्पोट कमल पार्क। यो केवल गन्तव्य होइन, यो एउटा जित हो, आत्मबलको जित हो साथीहरू। हेलो गाइजहरू, नमस्ते साथीहरू होइन। अहिले चाहिँ हामी हाम्रो गन्तव्य स्थानसम्म चाहिँ आइपुग्यौँ। साथीहरू चाहिँ एकदम सकुशल उकालोमा चाहिँ एकदम राम्रोसँग, र हाम्रो भाइ बहिनीहरूले पनि सपोर्ट गरेर चाहिँ हामी यहाँसम्म आइपुग्यौँ। अब हामी फर्किन्छौँ एकछिन केही समय आराम गरेर। अब चिसो होइन, यसो दालमोट सालमोट खाएर चाहिँ अनि त्यस पछाडि चाहिँ हामी ओह्रालोमा पनि जान्छौँ।
गाइजहरू भिडियोलाई राम्ररी हेरिदिनु होला, किनकि हामी अपाङ्गता भएका व्यक्तिहरू पनि अरू व्यक्तिहरूभन्दा कम छैनौँ र समावेशिता जनाउनु पर्छ भन्ने चाहिँ हाम्रो हेतु हो। हाम्रो भिडियोलाई फर्स्टचोटि आउँदै हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरेर सपोर्ट गरिदिनु होला गाइजहरू। सबैजनालाई ल, सबै तपाईँहरू ह्याप्पी हुनुहुन्छ? यो ह्याप्पी ल। अब जसरी उकालोमा आयो एकदम सकुशल, तल जाने भने हतार नगर्ने, बिस्तार जाने। ल हात पोल्छ फेरि। अहिले चाहिँ हामी ट्याक्क पारेर अनि ठ्याक्क अहिले चाहिँ ट्याक्क चिसो खानु लागेको छ गाइजहरू। ल सबैजना चिसो खान आउनु त, गर्मी भयो उकालोमा आउँदाखेरि होइन हजुर। अहिले चाहिँ हामीले चिसो अनि हामीले दालमोट ल्याएको थियौँ, त्यो चाहिँ हामीले खाएर सिद्धियौँ। अनि अब हामी यहाँ चाहिँ ठ्याक्क 20-25 मिनट बस्छौँ होइन। यसो उकालो आएको छ होइन, त्यो रेस्ट गर्छौँ। त्यो रेस्ट गरिसकेपछि चाहिँ हामी चाहिँ अब तल फर्किन्छौँ गाइजहरू होइन। देख्न सक्नुहुनेछ यहाँ चाहिँ यो कमल पार्क हो, कमल पार्क हो। यहाँ त जो कोही पनि तपाईँहरू व्हिलचेयर प्रयोगकर्ता, नन व्हिलचेयर प्रयोगकर्ता, अपाङ्गता भएका नभएका सम्पूर्ण व्यक्तिहरू चाहिँ आएर पिकनिक स्पोट मनाउन सक्नुहुनेछ। जन्मोत्सव अनि विभिन्न किसिमका होइन खुसियालीहरू जे छ, तपाईँहरू आएर यो पिकनिक स्पोट मनाउन सक्नुहुनेछ गाइजहरू है। एकदम रमाइलो छ। यहाँ चाहिँ बत्तीको पनि सुविधा छ, पानीको पनि सुविधा छ। अनि पानी पऱ्यो भने बस्नको लागि तपाईँहरूलाई पानी बोटमा पनि बस्न सक्नुहुनेछ। हाम्रो साथीहरू चाहिँ एकदम खुसी भइरहेछ, देख्न सक्नुहुनेछ। यहाँ हाम्रो नरेन्द्रजी एकदम खुसी भयो नि साथीहरू। एकदम हेर्नु न यहाँ अब कान पनि उहाँ हाम्रो पेसल काका, कार्की काका, उहाँले चाहिँ कान पनि सुन्नुहुन्न होइन, अनि बोल्नु पनि सक्नुहुन्न, तर उहाँ चाहिँ एकदम खुसीले चाहिँ गदगद भइरहेछ गाइजहरू है। यतापट्टि हाम्रो साथीहरू हुनुहुन्छ है। हेलो गाइजहरू, एकदम खुसी ह्याप्पी छौँ नि तपाईँहरू। ल एकदम खुसी छ। अब चाहिँ हामी बिस्तारा हामी लाग्छौँ बिस्तारै। ल साथीहरू, अब हामी बिस्तारै लाग्नुपर्छ ल त। व्हिलचेयर प्रयोगकर्ताहरू पनि बस्ने भएकोले व्हिलचेयरको र्याम्प पनि बनाउनु भएको छ, आफै सर आउन सक्नुहुन्छ है। यहाँ चाहिँ नरेन्द्रजी। दिदी बिस्तार आउनु, नडराउनु, बिस्तार आउनु, बिस्तार आउनु, बिस्तार आउनु हो। नडर, ब्रेक समाउनु पर्छ नि। अब शान्ति। ल बिस्तारा, उता छेउबाट आउनु, त्यहाँबाट सक्नुहुन्न, ठेल्नुपर्छ। ओ सक्यो ल। अब शान्तिलाई ए के अरे सुनिता दिदी ल न्युरो ओ ल होइन, बिस्तार आऊ होइन, बिस्तार आऊ बिस्तार। हेमा छोडिदेऊ हेमा छोडिदेऊ। अब उल्च्यालो भएन। ए बिस्तारा समाउनु। उता छेउबट्टिबाट बिस्तार आऊ। बिस्तार। तपाईँलाई अलिकति मात्रै होइन, नडराउ। समाउ विचारमा, पुस्त्रिङमा समाउनु पर्ने। ल अब चाहिँ लास्टमा चाहिँ हाम्रो भाइ मात्रै हुनुहुन्छ। बाई। ल लास्टमा चाहिँ भाइ मात्रै हुनुहुन्छ गाइस। यदि तपाईँ पनि जीवनमा हार मान्दै हुनुहुन्छ भने याद राख्नुहोस्, तपाईँको शरीर कमजोर हुन सक्छ, तर हिक्मत कहिल्यै कमजोर हुँदैनन्। आज हामीले प्रमाणित गर्यौँ, व्हिलचेयरमा बसेर पनि सपना पुरा गर्न सकिन्छ। अपाङ्गता अन्त्य होइन साथीहरू।
यो त नयाँ जीवनको सुरुवात हो। अहिले चाहिँ हामी तल बाटोमा आइसक्यो होइन। यहाँ साथीहरूले यहाँ हेर्नु त फोटो खिच्दै हुनुहुन्छ। पारिपट्टिको भ्यू सबै बारीको पाटा जति प्लटिङ। हाम्रो केदार दाई माग्ने बुढोले लात्ता ल्यानेर बारीको पाटो भन्थ्यो, बारीको पाटो जति सबै प्लटिङ भइसक्यो। अब बारीको पाटोमा उहाँले लात्ता ल्याने बारीको पाटोमा होइन प्लटिङमा पुग्छ अब गाइजहरू। डर लागिरहेछ ल, तपाईँ डर नमानिकन बिस्तारो आउनु त, बिस्तारो समाउँदै आउनु, बिस्तारो समाउँदै आउनु ल। साथीहरू अहिले चाहिँ हामी माथि गएर चाहिँ आइसक्यो। यसमा चाहिँ आजको चाहिँ विशेष सेसन भनेको चाहिँ उकालोमा कसरी हुइलचेयर चलाउने र ओह्रालोमा कसरी चलाउने र जिगज्याग बाटोमा जुन कच्ची बाटोमा चाहिँ हुइलचेयरहरू चाहिँ कसरी चलाउने आफूलाई सेफ्टी तरिकाले भन्ने चाहिँ हाम्रो सेसन थियो। र भाइ बहिनीहरूले चाहिँ एकदम राम्रोसँग सिक्नु पनि भयो। उहाँहरू एकदम डराइरहनु भएको थियो। त्यो डरलाई चाहिँ एक कुनामा राखेर चाहिँ एकदम सफलतापूर्वक हाम्रो यात्रा चाहिँ सफल भएको छ, आइसकेको छ। तपाईँहरूलाई चाहिँ हाम्रो भिडियो कस्तो लाग्यो हेरेर साथ दिनु होला। अनि पहिलोचोटि मेरो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरेर मलाई सपोर्ट गरिदिनु होला गाइजहरू। देख्न सक्नुहुनेछ यो जुन सबैभन्दा खुसी चाहिँ यो मलाई है, सबैजना एकदम ह्याप्पी हुनुहुन्छ नि, एकदम खुसी भयो। र आज चाहिँ धेरै रमाइलो लाग्यो। हो आज धेरै रमाइलो लाग्यो किनभने 2 महिनादेखि भित्र बसेर थियौँ। आज चाहिँ बाहिर गएँ, पार्कतिर गएँ, घुम्न गएँ, धेरै राम्रो लाग्यो। गुम्से गर्दा है आज त सबैलाई हो सबैलाई हो। ल। अनि तपाईँहरू कोही पनि लड्नु त भएन नि हुइलचेयरमा, एकदम सक्सेस। अनि लड्नु त खोजेको थियो तर लडेन होइन। सबैभन्दा जयकुमारी दिदी चाहिँ झन्डै लड्यो है। जयकुमारी दिदी लड्नु त लडेन, एकदम उहाँको मनमा चाहिँ एकदम डर थियो, एकदम डराइ पनि उहाँ सफल हुनुभयो। अनि हाम्रो 17 वर्षसम्म चाहिँ घरभित्रै बसेका बहिनी समस्या खातुन, उहाँ बहिनीले पनि झन् आफैले कुदाएर खुसी हुँदै कुदाउनु भयो। बहिनी खुसी हो नि? ल, ओह्रालोमा डर लाग्यो, हल्का लाग्यो, तर उकालोमा जाँदा अनि बढी चाहिँ हाम्रो काकाले अनि यहाँ हाम्रो सबैजना अनि हाम्रो के अरे सुन्ता बहिनी चाहिँ माथि डाँडामा पुगिसकेपछि चाहिँ पहिलाको यादहरू खेतबारी देखिसकेपछि चाहिँ पहिलाको यादहरू आएर चाहिँ उहाँले चाहिँ दुई थोपा नभनौँ 50 थोपा जति आँसु पनि झार्नुभयो। यहाँ सुन्ता बहिनीले अहिले चाहिँ हाँसिरहनु भएको छ उहाँ। अनि उहाँको आँसुले हामीलाई पनि अलिकति भावुक बनायो, हल्का मलाई पनि भावुक बनायो है। किनकि आफूले पनि पहिला खेतबारीमा गइन्थ्यो, यति बेला आलु खनिन्थ्यो होइन। गाउँबारीमा पुरा त्यो गरिन्थ्यो नि त, गाउँबारीहरूमा धान काट्ने, घाँस काट्ने एकदम रमाइलो पारामा। अनि अझ एकदम बिना सपोर्टेड चाहिँ हाम्रो यहाँ बैतडीको दाजु हरिश विष्टले चाहिँ बिना सपोर्टै उहाँले माथिसम्म जानुभयो र तलसम्म आउनुभयो। एकदम रमाइलो भयो गाइजहरू होइन। हाम्रो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला होइन। हाम्रो भिडियोलाई पनि हेरेर माया गरिदिनु होला। पहिलोचोटि मेरो भ्लगमा भिजिट गर्दै हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरेर मलाई सपोर्ट गरिदिनु हुनको लागि अनुरोध गर्दै आजको लागि यो रामबहादुर तामाङ हुइलचेयर यात्री बिदा हुन्छु। तपाईँहरूको दिन शुभ रहोस्। जय नेपाल अनि बाई बाई मा।